आज हजुरहरुको समक्ष सजिनाको भिडियो लिएर आइरहेको छु। आज चाहिँ म सजिना पकाएर खाने भए। हजुरहरुलाई कसलाई यो सजिना खाएर मन पर्छ चाहिँ कमेन्ट गर्नुहुन्छ भन्ने आशा छ। मलाई चाहिँ धेरै भन्दा धेरै मन पर्छ सजिनाको सब्जी। यसमा धेरै औषधि गुण हुन्छन्, त्यसैले पनि मलाई धेरै मन परेको हो असलमा। हजुरहरु सबैजनालाई थाहै छ होला हैन, र पनि दुई चार कुरा हजुरहरु समक्ष शेयर गर्न भनेर आए। यसले तपाईको थाइरोइड सम्बन्धी बिमार छ भने पनि धेरै राम्रो गर्छ हैन, किडनीको लागि राम्रो, अनि हाई ब्लड प्रेसरको लागि राम्रो हैन। यसले खुनको कमी छ भने पनि दूर गर्छ अरे। यसका पत्ता पिसेर खाए पर हड्डीहरु मजबुत हुन्छन् अरे। अनि यसको जरा पनि खान्छन् अरे, जराको पनि खान्छन्, तर चाहिँ मलाई थाहा भएन। अनि यसमा धेरै भन्दा धेरै औषधि गुण भएको यो एउटा सब्जी मलाई चाहिँ धेरै नै मन पर्छ। हजुरहरुको कसलाई मन पर्छ कमेन्ट अवश्य गर्नुहुन्छ भन्ने आशा छ। अनि यसमा पर्याप्त परिमाणमा भिटामिन ए हुन्छ, आइरन हुन्छ हैन। आँखाको लागि पनि धेरै राम्रो यो सजना। यसलाई हिन्दीमा चाहिँ सहजन भन्छ हैन, अनि अंग्रेजीमा चाहिँ ड्रमस्टिक भन्छ। हजुरहरु सबैजनालाई थाहै छ होला, हामी चाहिँ सजिना भन्छौं हैन। सजिनाको पत्ता पनि त भुटेर खान्छन् हैन, कति मिठो लाग्छ। हजुरहरु सबैजनाले खानु पनि भएको छ होला हैन। मलाई चाहिँ धेरै मन पर्छ यो सजिनाको सब्जी चाहिँ। आज चाहिँ यही बनाउन जाँदैछु म। भिटामिन सी पनि हुन्छ अरे, इम्युनिटी सिस्टमलाई बुस्ट पनि गर्छ। अनि धेरै राम्रो यो सजिनामा चाहिँ धेरै नै औषधि गुण हुँदा रहेछन्। आज यसै पनि हाम्रो वरिपरि भएका सागसब्जीहरू धेरैमा सबैमै औषधि गुण सम्पन्न हुन्छ हैन। धेरै धेरै भन्दा धेरै मात्रामा औषधिहरू हुन्छन् हैन। यसमा पनि राम्रो औषधि गुण सम्पन्न सब्जी एउटा। आज चाहिँ म यही बनाउन जान आँट्दैछु। हजुरहरुले के बनाउनुहुन्छ अवश्य भन्नु होला है त, कमेन्ट गरेर जनाउनुहुन्छ भन्ने आशा छ। हजुरहरु सबैले यति माया दिँदै हुनुहुन्छ, शेयर गरिदिनुहुन्छ, लाइक कमेन्ट गरिदिनुहुन्छ हैन, यति साथ दिँदै आउनु भइरहेछ। त्यसको लागि यो भिडियो मार्फत हजुरहरु सबैजनालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। आगन्तुक दिनहरुमा पनि यस्तै साथ र माया दिँदै जानुहुन्छ भन्ने आशा छ, विश्वास छ। साथ दिँदै जानु होला। अनि मैले चाहिँ आजै सजिना पकाउनेमा हजुरहरुले चाहिँ के बनाउनुहुन्छ कमेन्ट अवश्य गरिदिनुहुन्छ भन्ने आशा छ है। कसलाई मन पर्छ खाएर भन्नु होला। अनि कसको घरमा छ सजिना त्यो पनि कमेन्ट गर्नुहुन्छ भन्ने आशा छ। हाम्रो चाहिँ घरको हैन, किनेर लिएर आएको हो हैन। भिडियो अन्त हेरिदिनु भएको लागि धेरै धेरै धन्यवाद छ। राधे राधे, नमस्ते। हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो अवश्य कमेन्ट गर्नुहुन्छ भन्ने आशा गरे। थ्यांक यू सो मच फर वाचिङ माई भिडियो। आजलाई यस्तै भिडियो राखेँ, बाई। भोलि फेरि आउनेछु अरू नयाँ भिडियो लिएर हजुरहरु समक्ष। धन्यवाद।